नमस्ते। हामी सबैले सुशासन भन्छौँ होइन, सुशासन हुनु पर्यो भन्छौँ। वास्तवमा सुशासन चाहिँ के हो भनेर हामीले त्यति सोच्दैनौँ। मैले पनि सोच्दिनँ अब सुशासन चाहियो, समृद्धि चाहियो भन्छौँ होइन। तर वास्तवमा सुशासन चाहिँ के हो त? यो चाहिँ एकदमै ठुलो कुरो हो कि सामान्य कुरा हो कि होइन? अब मलाई कस्तो लाग्छ भने सुशासन भनेको राम्रो शासन। जस्तो शासन प्रणाली त जहिले पनि हुन्छ होइन, त्यसमा केही न केही विकृतिहरू हुन्छन्। त्यो विकृतिहरू भएन भने अनि त्यसलाई चाहिँ हामीले सुशासन भन्छौँ होला होइन। जस्तो हामी कुनै पनि कार्यालयमा कुनै पनि कामका लागि गयौँ भने त्यो समयमा काम हुनु पर्यो होइन, त्यो भयो भने सुशासन हुने भयो। त्यसका लागि कुनै अवरोधहरू भएनन् भने त्यो सुशासन हुने भयो होइन। जस्तो सुशासन भन्नाले सरकारी कामकाज भन्दा मात्रै पनि भएनन्, त्यो चाहिँ प्राइभेट कामहरू पनि हुने भए होइन, विभिन्न खालका सेवा प्रदायकहरूले दिने सेवाहरू पनि हुने भए ती सबै सुशासन अन्तर्गत नै पर्छन्। जस्तै आज एउटा चर्चा चलेको थियो अथवा एउटा खबर आएको थियो, प्लेनहरू चाहिँ टाइममा छुट्दैनन्। जस्तो जहिले पनि हामी एयरपोर्ट जान्छौँ 2 घन्टा 3 घन्टा 4 घन्टा चाहिँ ढिलो भइरहेको हुन्छ होइन। त्यो के कारणले हुन्छ? अब त्यो जस्तो जसको एयरप्लेन कम्पनीहरू उनीहरूको फाइदाको लागि हुन्छ कि विमानस्थलको लागि हुन्छ कि अथवा सधैँ त त्यो वातावरणीय कारणले मौसमका कारणले मात्रै त्यस्तो हुँदैन। हाम्रोमा प्रायः जसो राम्रो मौसम भइरहेको बेलामा पनि तपाईँ एयरपोर्ट जानुभयो भने 1 घन्टा 1.5 घन्टा 2 घन्टा 3 घन्टा चाहिँ ढिलो भएकै हुन्छ कि। त्यस्तो हुनु भएन नि। बरु एउटा कुनै प्लेन ढिलो भयो भने त्यसलाई एउटा व्यवस्था गरेर अरू प्लेनहरू त टाइममा चलाउनु पर्यो नि। किनभने प्लेनमा मान्छे मेरो केसमा अथवा धेरैको केसमा हेर्नु भने सकेसम्म कहिलेकाहीँ टाढा जानु पर्यो, टाइममा पुग्नु पर्यो, केही काम लिएर हिँडेको हुन्छ। त्यस्तो बेलामा प्लेन मान्छे पैसा भएर पैसा छ मसँग धेरै होइन, म बसमा हिँड्दिनँ भनेर चाहिँ प्लेनमा हिँडेको त्यस्तो गरेको हुँदैन नि प्लेनको यात्रा गरेर। किनभने त्यो एकदम इम्पोर्टेन्ट भएपछि मात्रै होइन, त्यसलाई ढिलो गरिदियो भने त त्यसको प्लेनको महत्त्व नै भएन होइन। त्यस्तै सुशासनका अरू कुराहरू पनि छन्। हामीले भन्छौँ यो भएन त्यो भएन, यस्तो हुनु पर्यो त्यस्तो हुनु पर्यो भन्छौँ नि। जस्तो हामी चाहिँ कहिलेकाहीँ यातायात कार्यालयमा जान्छौँ अथवा कुनै पनि कार्यालयमा जान्छौँ अथवा टेलिकममा जान्छौँ, विद्युत प्राधिकरणमा जान्छौँ, कुनै पनि कार्यालयमा जान्छौँ। त्यहाँ जाँदाखेरि अनि हामी लाइनमा बस्नुपर्ने हुन्छ। सानो कामको लागि पनि हामी 2 घन्टा 3 घन्टा, अझ कहिलेकाहीँ त तपाईँको हामी सवारीको लागि त्यो ब्लू बुकहरू रिन्यू गर्न गयो भने एक दिन लाइनमा बसेर पुग्दैन थियो। 4वटा 5वटा कोठा चारेर अनि भोलिपल्ट पनि जानुपर्ने अवस्था हुन्थ्यो। अहिले ती कार्यालयहरू धेरैमा हेर्नुभयो भने तपाईँको उतिखेरै गएर 15-20 मिनटमा चाहिँ काम सम्पन्न गरेर फर्किन पाइरहेका छौँ। भन्नाले यो सरकार आएपछि मात्रै होइन कि, यो सरकार आउनुभन्दा अलि अगाडि पनि त्यस्तो भइसकेको थियो। अब अहिलेको नयाँ सरकार आएपछि त्यतैतिर कामहरू भइरहेछन्। साना साना कुराहरू सजिलोसँग भयो भने त्यो चाहिँ त्यसलाई चाहिँ सुशासन भनिन्छ। अथवा जसरी हुनुपर्ने जुन खालको सेवा चाहिँ जनताले पाउनुपर्ने त्यो सजिलोसँग पाइयो भने त्यो नै सुशासन हो। अथवा नियम कानुन अनुसार सबै कुराहरू हुँदै गयो भने सुशासन भनिन्छ जस्तो लाग्छ। जस्तो बिचौलियाका कुराहरू आउँछन् होइन, कुनै पनि काम गर्नको लागि अर्को व्यक्तिसँग सम्पर्क नगरिकन उसँग कागजात नबनाइकन काम नहुने, त्यसलाई चाहिँ बिचौलिया भनिन्छ। बिचौलियाका विभिन्न प्रकारहरू हुन सक्छन्। विभिन्न ठाउँमा बिचौलियाहरू कसरी परिचालन गरिएका हुन्छन्, दुःख दिने नियतले अथवा सहयोग गर्ने नियतले कसरी गरिएका हुन्छन् भन्ने चाहिँ आफ्नो ठाउँमा हुन्छ। र यहाँ चाहिँ धेरै जसो चाहिँ हाम्रो देशमा प्राय जसो ठाउँहरूमा चाहिँ कसैलाई केही दुःख दियो भने उसको काम सजिलैसँग भएन भने उसबाट गलत मनासयले केही आर्थिक लाभहरू लिन सकिन्छ कि, अथवा केही राम्रो हुन्छ कि, केही गरिदिन्छ कि मलाई, अथवा केही राम्रो मान्छ कि भन्ने हिसाबले चाहिँ त्यस्तो गर्ने परिपाटी धेरै नै बढेर गइसकेको छ। अनि त्यसले गर्दाखेरि पनि एकदम जनताहरू चाहिँ आजित भइसके, आक्रान्त भइसके होइन। अब सुशासन हुनुपर्छ, यसको मतलब कुनै एउटा पार्टी सत्ताबाट गएर अर्को पार्टी आयो, एउटा मान्छे गएर अर्को आयो भने मात्रै सुशासन हुन्छ भन्ने होइन। कुनै पुरानै दलले नि गर्न सक्छ, पुरानै मान्छेले पनि हुनसक्छ। तर किनभने उसँग सम्बन्ध जोडिसकेका धेरै मान्छेहरू चाहिँ गलत भइसके, उनीहरू खराब भइसक्यो भने अब त्यहाँ चाहिँ अलिकति गाह्रो हुन्छ। त्यस्तो बेलामा चाहिँ कुनै प्रकारको क्रान्ति, कुनै प्रकारको आन्दोलनले आएको मान्छेले चाहिँ केही नयाँ गर्न सक्छ, उसले गर्न चाह्यो भने गर्छ। अब पहिला पनि धेरै मन्त्रीहरूले
कुनै धेरैले नभनौँ कुनै मन्त्रीहरूले कुनै कार्यालयका अथवा कुनै निगमका होइन त्यस्तोका हाकिमहरूले चाहिँ केही राम्रो गर्न खोजे पनि पछि भनौँ अब बिचौलियाको कारणले होला केही कारणले होला उनीहरू पछि बिस्तारै चाहिँ आफूले राम्रो गर्न खोज्दा पनि राम्रो नगरेका अथवा पछि चाहिँ हरेस खाएका उदाहरणहरू छन् होइन। त्यही भएर सकेसम्म सबै कुराहरू व्यवस्थित रूपमा हुनुपर्ने समयमा राम्रोसँग सम्पन्न भयो भने त्यसलाई सुशासन भनिन्छ। अब हामीहरू आफै पनि कस्तो मलाई लाग्छ भने कहिलेकाहीँ कुनै कार्यालयमा गयो होइन केही कामले गयो भने त्यहाँ केही समय लाइन बस्नु पर्यो भने सकेसम्म अर्को कसैलाई चाहिँ अलिकति पैसा दिएर हुन्छ कि आफ्नो पालो नजिक गर्न खोज्छौँ। त्यसको लागि विभिन्न सेवा प्रदायकहरूले चाहिँ विज्ञापनहरू गरिरहेका हुन्छन्। उनीहरू मार्फत 400, 500, 1000 रुपियाँ दिएर सकेसम्म चाँडो चाहिँ गराउन खोजिरहेका हुन्छौँ। त्यसले गर्दाखेरि पनि अलिकति कार्यालयमा अब त्यो पक्कै पनि जसले पैसा लिइरहेको हुन्छ उसले चाहिँ सम्बन्धित कार्यालयमा कसैलाई न कसैलाई त्यो पैसा दिन्छ होला, किनभने उसले एकैपटक 10, 15 जना 20, 25 जनाको सेवा उसले एक दिनमै लिएको हुन्छ होइन। त्यसले गर्दा उसले पनि कतै न कतै कसैलाई बुझाउनु पर्ने हुन्छ होला। अनि हामी आफै पनि अब लाइनमा बस्न चाहिँ खोज्दैनौँ होइन, बरु सकेसम्म चाँडो गर्नु कसरी हुन्छ सजिलो सकेसम्म छिटो होस् भन्ने चाहन्छौँ होइन। त्यो भएर पनि उनीहरूलाई चाहिँ अब त्यो काम गरिदिनेहरूलाई पनि अलिकति सजिलो भएको होला अथवा त्यसको फाइदा लिन खोजेको कारण। हुन त जब काम राम्रोसँग हुँदैन एउटै कामले चाहिँ धेरै लामो समयसम्म बस्नु पर्यो भने आजित भइन्छ। त्यसले गर्दाखेरि होइन कसैले गरिदिन्छ भने 200-400 रुपियाँ दिएर हुन्छ भने चाहिँ किन दिनभरि बस्नु भन्ने आफ्नो ठाउँमा छ। तर त्यसैले गर्दाखेरि पनि सिस्टममा बिस्तारै चाहिँ सिस्टम बिग्रिँदै गएको पनि हुनसक्छ होइन। त्यही भएर हरेक काम हरेक ठाउँमा हरेकले गर्नुपर्ने जिम्मेवारी राम्रोसँग निभाउने हो भने र जसले सेवा लिँदैछौँ उसले पनि अलिकति बस्न सक्ने, कुर्न सक्ने अथवा आफ्नो आवाजहरू बुलन्द गर्न सक्ने, केही भएन भने किन भएन कसरी भएन भनेर चाहिँ राख्न सकियो भने काम गर्ने मान्छेहरू पनि अलिकति हच्किन सक्छन्, उनीहरूमा पनि अलिकति ओहो भन्ने हुनसक्छ होइन। त्यही भएर हामीहरू जनताहरू पनि अलिकति त्यतातर्फ चाहिँ लाग्नुपर्छ। र अहिले चाहिँ जुन सरकारी तवरबाट केही राम्रा निर्णयहरू भइरहेका छन् यसले गर्दा कसैलाई थोरै समयलाई केही घाटा हुनसक्छ। आफूले गरिआएको अथवा आफूले खाइ आएको कुराहरूमा भनौँ न गलत तरिकाले त्यस्तो केही भए घट्न सक्छ। तर समग्रमा यसले गर्दा राष्ट्रिय कोष बढ्न जान्छ र भोलि हामीले हाम्रो राष्ट्रको आर्थिक उन्नति भएपछि त्यही अनुसारका सुधारहरू भयो भने राज्य कोष बलियो हुँदै गयो भने जस्तो एउटा अहिले कुनै पनि व्यक्तिले दिनभरि काम गर्यो भने 1200, 1300, 1500 पाउला भनौँ अथवा 800, 900 पाउला, उसले चाहिँ भोलि गएर 2200 पाउन सक्यो। अथवा अहिले धेरै अब खास चाहिँ सरकारी कर्मचारीहरूकै कुरा आउँछ होइन। अब उहाँहरूको सरदर कति हुनसक्छ मानौँ ल 30,000, 35,000 अथवा 45,000 कसैको होला। भोलि राष्ट्र राम्रो हुँदै गयो होइन, राष्ट्रले उन्नति प्रगति गर्यो, राष्ट्रको ढुकुटीमा सम्पत्ति भयो, आर्थिक वृद्धि दर बढ्यो भने त्यो 40-45,000 खाने एकजना व्यक्तिले भोलिका दिनमा भनौँ न 1 वर्ष 2 वर्ष नहोला 3-4 वर्षपछि अहिलेको तलबमानसँग तुलना गर्दाखेरि अहिलेको तलबमान 80-85,000 अथवा 1,20,000 भयो भने त्यो त सबैको लागि राम्रो हो। त्यसले गर्दा सबैको समग्र आर्थिक उन्नतिहरू हुन्छ, सबैलाई त्यही अनुसारको सेवा सुविधाहरू हुन्छ होइन। प्राइभेट सेक्टरमा नि त्यही अनुसार होला, मजदुरहरूको नि त्यही अनुसार होला। त्यो भयो भने त कसैले गलत तरिकाले म यस्तो गर्छु यति पैसा भयो भने यस्तो गर्छु, हेर्नु न अब यहाँ कस्तो भने सुन्न आउँछ कसैको चाहिँ जागिर खाएको यति वर्षैमा यतिवटा घर अरे यति घडेरी अरे भनिन्छ होइन। त्यो चाहिँ अब सरकारी सेवा भएको हुनाले धेरै त्यतातिर छ। जब अब प्राइभेटतिर पनि होला, प्राइभेट सङ्घ संस्थातिर नि होला, ब्याङ्किङ सेक्टरतिर होला, अरू निकायहरूमा अरू मान्छेहरूको पनि त्यस्तो होला। त्यो बिस्तारै छानबिन हुँदै गएपछि धेरै कुराहरू पत्ता लाग्ला अथवा नलाग्ला, त्यतातिर भन्दा पनि सकेसम्म राम्रोसँग सुशासन भयो भने यो आफ चाहिँ आर्थिक उन्नति प्रगति भन्ने कुराहरू चाहिँ आफ हुँदै गएर सबैको लागि चाहिँ राम्रो हुन्छ कि भन्ने मलाई लाग्छ। यसैले गर्दाखेरि पनि सुशासन चाहिँ जरुरी छ, सुशासन हुनुपर्छ जस्तो लाग्छ। मैले बुझेको सुशासन चाहिँ यस्तै हो
अब हजुरहरूले कसरी बुझ्नुभएको छ त्यो आफ्नो ठाउँमा हुन्छ। अब आफ्नो आफ्नो कुरा राख्दै जाँदाखेरि मैले अलिकति केही जाने जस्तो लाग्यो भने म भन्छु, हजुरले जाने जस्तो लाग्यो भने हजुरले भन्नुहुन्छ। यसरी गर्दै हामीले सिक्दै जाने एउटा सिस्टम बसाउने, सिस्टम बसाएपछि केही न केही हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अब हजुरलाई कस्तो लाग्छ भन्नु होला है त। हस्, धन्यवाद।